बुद्ध भगवान्लाई नमन छ साह्रै ठुलो सायद दक्षिण एसियाकै ठुलो होला कि जस्तो मलाई विश्वकै ठुलो होला अझ विश्वकै भन्ने कुरा आइरहेको छ है यो सत्य पनि हुनसक्छ हो पनि साह्रै अब भगवान् बुद्धको आकृति हामी देख्न सक्छौँ एकदमै हामी यो भित्र जान्छौँ अब हामी त्यो यसो टिकट लिँदैछौँ हेर्नको लागि ल हामी टिकट काट्छौँ अनि त्यसपछि है पाला आउँछ अब यहाँ चाहिँ मन्दिर पस्नु अगाडि चाहिँ हात धुनुपर्छ है ए हो त भगवान्लाई त अब चोखो चाहियो नि चोखो निदो गर्नु पर्यो ल निदो गर्नु पर्यो त्यहाँ तिनीहरूले गरे जस्तै गर्नु हो हरियो दाइमा चिसो पानी हुन्छ पानी चिसो खाउँ जस्तो लाग्यो तर अब के हो यो पानी है नखाउँ तर पानी चाहिँ मजाको चिसो गर्मी भइरहेको थियो साह्रै रमाइलो वातावरण चाहिँ पनि हो ल भयो कस्तो राम्रो फुल छ पिङ्क कलरको फुल हामी अब करिब ल तपाईँ उता हिँड्दै बोल्नु त पछाडि बुद्ध भगवान्को प्रतिमामा पुग्दैछौँ प्रतिमामा पुग्दैछ हामी त खासमा यो लिफ्टबाट कहाँ त्यो माथि छ नि त्यो छातीदेखि नि ठाउँ त्यहाँसम्म पुगिन्छ अहिले त्यो माथि नै हजुर चढ्न पाइन्छ सिँढी होइन त्यो लिफ्ट हुन्छ अब त्यहाँभित्र कसरी बनाएको होइन के गरी बनाएको भनेको टक्क देखाएको हुन्छ अनि त्यसपछि त्यो क्रेनले कसरी बनाएको भन्ने कुरा सबै देखाएको हुन्छ कि त्यो हिस्ट्री नै पुरै यहाँ फेरि पिङ्क कलरको फुल फुलेर छ सर यो धेरै राम्रो तपाईँ सँगसँगै आउनु तपाईँहरू फेरि कहाँ पुगी मैले फेरि उता के हो बजाउनु पुगिसकेँ चाहिँ ल ल ल हेलो गाइस साह्रै खुसी लाग्यो हामी त्यही यसरी हेर्नु पर्छ होला हेर्नु टोपी खस्छ उसै ढाका टोपी लगायो भने त मान्छेको ढाका टोपी खस्छ मेरो क्याप टाक्यो भएर मात्रै हो हेर्नुहोस् त यस्तो हेर्नुपर्छ बाफ्रे कति रमाइलो कति राम्रो कस्तो मेहनत ल बुवा यहाँ बजाइदिनु ल नोरीसँगै गएर यो चाहिँ के ठग्नु नोरीले केही सक्दिनँ ए यस्तो सिस्टम थियो सिस्टम खै तपाईँको सानो मोबाइल दिनु त बरु ए मोबाइल दिन्छु ल ल ल भिडियो दुइटैले बजाउँ है त छोरी ल है ल चाँडो मम्मी अलि नजिक जानु न अब तिनैजना है हामी तिनैजना ल ल ल एउटा बाले हुन्छ होला हुन्छ पैसा हाल्ने चाहिँ यहाँ आएन ल एउटा लिऊ कुन कलरको लिन्छौ एउटा लिऊ न एउटा लिऊ पैसा हालिसक्यो एउटा लिऊ पैसा हालिदिएको छ एउटा जुन कलरको पनि लिऊ ल भयो ल अनि के गर्ने भने अनि यहाँ यसलाई हल्का के हुन्छ निकाल्नु त भनेको यति गरे नि हुन्छ होला त्यही गरेर यहाँ राख्ने एकछिन कागज निकाले नि हुन्थ्यो यहाँ चट्टा लाएर यो बाल्ने तिमीलाई नि पढ्न आओस् भन्नु पर्यो नि पख ल
ल घुमौ ल ल ल नोरी पालो नोरी नोरीले भन्न त ल के भन्ने देऊ ल के भन्ने र भने ओके ल ल ल ल ए थ्याङ्क यू छोरी कस्तो राम्रो कुरा तिम्रो ल आमालाई देऊ ल ल आमाले मनले माग्ने हो त आमा त मनले माग्ने अहिले अहिले भनिदियो नि त भगवान् रक्षा गरिदिनुहोस् सबै हाम्रो परिवार हाम्रो सन्तान हाम्रो इष्टमित्र मेरो आफन्तहरूको सबैको रक्षा गरिदिनुहोस् यहाँसम्म आइपुगेको हजुरलाई सम्झेर हजुरले पाउमा हजुरको शरणमा आइपुगेको छु जय होस् जय गर्नुहोस् परमेश्वर भगवान् सबै आफन्त इष्टमित्र मेरो परिवार फ्यामिली मेरो आफन्त अब माथि जाने हो नि हामी यहाँबाट दाहिने घुम्दै जाने ए अनि त्यसपछि यहाँ ओहो यहाँ यसो हेरेर मेरो त तपाईँ अनि रिङाटा लाग्छ नि बुवा यो त रिङाटा लाग्छ रिङाटा लाग्छ है माथि धेर्न हेरेर त रिङाटा लाग्ला हो नि यसरी हेर्नु पऱ्यो ल कस्तो लाग्यो राम्रो लाग्यो तिमीलाई अब यहाँबाट नो त्यसरी किन त बदमास हुन थाल्यो नि त बदमास यता 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 ल अब यहाँबाट चाहिँ हामी जुत्ता सुत्ता फुकाल्छौँ होइन यो चाहिँ पछाडिपट्टि हो है माथि जान टिकट हामीले लिइसक्यौँ जानकारी है ल हामीले एलिभेटर जस्तो टाइपकोमा चढ्दैछौँ हाई ओके ल्याउनु ल सबै बुद्ध भगवान् नमस्ते गर दर्शन गर भगवान्लाई अब यहाँ चाहिँ छुनु हुँदैन ल छुनु हुँदैन कति मिटरको हो नि 4,000 होइन होला टन चाहिँ 4,000 टन 4,000 टन भने कम हो त यो बुढी अमला चाहिँ यत्रो छ अरे क्या माथि भएको बुझ्नु है बुढी अमला माथि भएको चाहिँ यो यहाँ बनाएको अरे क्या एउटा त्यहाँ माथि भएको यो एउटा यहाँ स्याम्पल राखेको क्या तपाईँको यो चाहिँ अहिले कसरी बनाएको भनेर देखाएको क्या फोटोहरू हजुर हो आउनु ल जो अम्ला खुट्टाको अम्ला जस्तो लाग्यो यसरी क्रेन लाएर यसरी हालेको हुन्छ आँखाले हेर्नु न कति ठुलो यो हाम्रो हात यहाँ छ कति मिटर फिट भने बाबु कति मिटर कति यो हो 120 भने जस्तो लाग्यो 120 मिटर हामी चाहिँ बुद्धको छातीमा छौँ अहिले टाउकोमा त जान मिलेन 85 मिटर माथि हेर्नु त तल हो हामी अहिले त आएको बाटो देख्यौँ नि रे माथि त जानु पाइएन छातीसम्म मात्रै हजुर 120 मिटर भन्छ अझै 25 मिटर 25 हो 40 मिटर 40 मिटर माथि छ हामी यो टक्क 3टा देखिएको थियो नि छातीमा ओ यहाँ हामीले यहाँ फोटोमा देखाएको हुन्छ त्यहाँ मात्रै हो क्या अहिले यो खास 25-26 तला 25-26 तला नोरी कस्तो लाग्यो यताबाट आउनु ल मूर्ति नै मूर्ति छ बुवा यतिखेर हामी बुद्ध भगवान् भित्र छौँ अझ भित्रै हो यो चाहिँ तपाईँको आफ्नो आफूले चढाउने यहाँ ल्याएर चढाएको हुन्छ नि यो चढाएको मान्छेको नाम छ त्यही भएर आउनु यति घुम्दै आउनु सबैतिर त्यस्तै हो
नोरी कस्तो लाग्यो रमाइलो लाग्यो ल ठिक छ रमाइलो लाग्यो है छोरी कति 1000 पो भन्थ्यो बिर्स्यो ट्याक्कै 3500 वटा छ अरे बुझ्यो लाग्यो पुरै चलाएको यहाँ छ तपाईँको नाम लेख्न पाइयो भने आफूले कति पैसा तिरेपछि नाम नाम त्यही त नाम हुन्छ है साह्रै अनौठो लाग्यो अनौठो छ त बुवा कति यो त कति तलको यो हामी त बाहिर आयौँ हामी अब माथि टकसकेर आफ्नो काट्नु सकेर बाहिर आउँदैछौँ त्यो प्लास्टिक पनि खाल्यो नि हुन्छ त हजुर प्लास्टिक जुत्ता हालेको प्लास्टिक यहीँबाट लायो नि हुन्छ ल यता आउनु साइडमा लाउनु त मान्छेको पछाडि ल बुवा हामी यहाँ चढेर भित्र पसेर हामी सडक आइसकेर